गोसाइँकुण्ड भनेको यही हो हाम्रो लागि। गोसाइँकुण्डमा नुहाउँदै हुनुहुन्छ। कत्रो मासु हेर्नु धुनाजुरो, कत्रो मासु हेर्नु। लुगा फेर्नुपर्छ। लाउनु कसलाई मन लाउनु। यहाँबाट यति पहाडबाट पनि नि तेरो चाहिँ लगभग 2टा बत्ती बल्ने पहाड निस्किन्छ। कति हानेर भाइ बिरामी भयो। जान मुखसुख दोहोरो यसो नुहा भने हुँदैन होला, हुँदैन होला, फ्रेस हुन्छ त्यसो भन्दैन डाक्टरहरूले। होइन केही डाक्टरहरूले भन्दैन बाबै।